म्याथ सिक्ने भए सबलाई जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए। दुर्गेश थापा फेरि पनि एकपटक चर्चा र विवादमा। नयाँ गीत मास्टरनीले मचायो धमाका, साथमा ठुलो विवाद पनि। अश्लील र द्विअर्थी शब्द दृश्य समावेश भएको भन्दै गीत हटाउन र कारबाही गर्न माग। विभिन्न शिक्षक समाजहरूको यस्तो माग र चर्को आलोचनापछि दुर्गेशले माफी माग्दै हटाए उक्त गीत। आखिर के थियो त गीतमा त्यस्तो आपत्तिजनक शब्द दृश्य? म्याथ सिक्ने भए सबलाई जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए। You are a naughty boy, you are a haughty boy, you are a dirty boy, you are a दर्शकहरू गायक दुर्गेश थापा र अभिनेत्री प्रियङ्का कार्कीको सहकार्यमा रहेको विवादित गीत मास्टरनी युट्युबबाट हटाइएको छ। गायक दुर्गेश थापा र फिल्म निर्माण कम्पनी आयङ्का फिल्म्स प्रालीले शुक्रबार बेलुका छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाएको जानकारी गराएका हुन्। साथै शिक्षकहरू र दर्शकहरूको भावनामा चोट पुगेको भन्दै दुवैले सार्वजनिक रूपमा क्षमा याचना गरेका छन्। यो गीतका शब्द र प्रस्तुतिकरणलाई लिएर व्यापक आलोचना भएको थियो। यस्तै फिल्मकी निर्मात्री तथा अभिनेत्री प्रियङ्का कार्कीले पनि हाम्रो प्रस्तुतिले अनजानमै तपाईँहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमा याचना गर्दछु। मास्टरनी गीत गत मङ्गलबार सार्वजनिक भएको थियो। सार्वजनिक भएसँगै गीतको शब्द र भिडियोको प्रस्तुतिलाई लिएर निकै आलोचना भएको थियो। युट्युबमा आएका हजारौँ टिप्पणीमा शिक्षक जस्तो सम्मानित पेसालाई जोडेर यस्तो गीत बनाइनु अनुचित भएको भन्दै प्रतिक्रिया आएका थिए। नेपाल शिक्षक महासङ्घले शुक्रबार मात्रै गीतप्रति आपत्ति जनाउँदै यसको प्रचार प्रसार तत्काल रोक्न पर्ने माग गरेको थियो। यस्ता शब्द र दृश्यको कारणले गर्दा गीत निकै आलोचना र विवादित हुनु परेको थियो। यसभन्दा अघि दुर्गेश थापाले ल्याएको दुश्मन हेरेको हेरे गीतले निकै चर्चा पाएको थियो। यस गीतपछि दुर्गेश थापाको पनि निकै चर्चा भएको थियो र डिमान्ड पनि निकै बढेको थियो। अन्ततः यस गीतको कारण फेरि पनि दुर्गेश थापा नराम्रोसँग पछि परेका छन्। उनको व्यापक आलोचना भएको छ। दर्शकहरू यस विषयप्रति तपाईँहरूको केही भनाइ जिज्ञासा प्रतिक्रियाहरू भए पक्कै पनि दिन नभुल्नुहोला। यो गीत तपाईँहरूलाई के कस्तो लाग्यो आफ्नो कमेन्ट भने गर्न नभुल्नुहोला।